नमस्ते। आज हामी जेनेट सी आर्मस्ट्रङको एउटा निकै शक्तिशाली कथा दिस इज अ स्टोरी अथवा यो एक कथा हो मा अलि गहिरेर कुरा गर्दैछौँ। हामीसँग कथाका केही अंशहरू छन्, यसको विश्लेषण छ अनि लेखकबारे पनि थोरै जानकारी छ। हो, यो कथा साँच्चै नै महत्त्वपूर्ण छ। यसले उपनिवेशवाद अनि त्यसले गर्दा हुने सांस्कृतिक पहिचानको क्षति र फेरि त्यसैको प्रतिरोध कसरी हुन्छ भन्ने कुरालाई एकदमै मार्मिक ढङ्गले देखाउँछ। आजको हाम्रो छलफलको उद्देश्य पनि यही हो, होइन त? कथाको सार के हो, यसले उठाएका खास विषयहरू के हुन्, पात्रहरूले के भन्छन् अनि यसले हामीलाई सोच्न लगाउने प्रश्नहरू के हुन्, यिनै कुराहरू खोतल्ने प्रयास गरौँ। बिल्कुल। कथाको सुरुवात नै निकै बलियो छ। महिलाहरूको एउटा जमघटमा कथावाचकले सुरुमै के भन्छन् भने यो कथा धेरै पहिले घटेको हो, यो वास्तविक हो। हो, त्यो वास्तविक हो भन्ने कुराले नै कथाको वजन बढाइदिन्छ। हो नि, यसले हामीलाई सुन्नै पर्ने बनाउँछ। ल त्यसो भए यो वास्तविक कथाको संसारमा पसौँ है त। ल। कथाको मुख्य पात्र भनौँ न केउटीबाट सुरु हुन्छ। उनी त ओकानगन परम्परामा अलिक जटिल खालको पात्र होइन र? कहिले छट्टु, कहिले रमाइलो, तर सधैँ महत्त्वपूर्ण। हो, एकदमै महत्त्वपूर्ण। आध्यात्मिक रूपमा शक्तिशाली पात्र। कथामा उनी लामो समयसम्म सुतेर मतलब एक किसिमले अनुपस्थित भएर फेरि बिउजिन्छन् अनि आफ्ना मानिसहरूलाई खोज्दै ओकानगन नदीतिर लाग्छन्। तर उनले त्यहाँ जे देख्छन् त्यो त सायद उनले सोचेको जस्तो हुँदैन है? हुँदैन, बिल्कुल हुँदैन। उनले त ठूलो परिवर्तन देख्छन्। त्यो स्वलोज भनिने मतलब उपनिवेशकहरूले नदीमा ठूला ठूला बाँधहरू बनाएको पाउँछन्, जस्तै ग्रान्ड कुली, चिफ जोसेफ जस्ता। अनि यी कङ्क्रिटका पर्खालहरूले के गरेछन् भन्दा स्याल्मन माछा जुन नियमित रूपमा नदीमा ओहोरदोहोर गर्थ्यो त्यसको बाटो नै बन्द गरिदिएछन्, पुरै रोकिदिएछन्। अनि स्याल्मन त ओकानगनहरूको लागि अब खाना मात्रै त पक्कै थिएन होला नि? थिएन, त्यो त उनीहरूको जीवन पद्धति नै थियो। संस्कृति, आध्यात्मिकता सबै कुरा जोडिएको थियो साल्मनसँग। हो त। साल्मन नआएपछि त उनीहरूको जीवनको आधारै हल्लियो। मान्छेहरू भोकै हुन थाले, आफ्नो परम्पराबाट टाढा भए। अझ दुःख लाग्दो कुरा कियोतीले के देख्छन् भने धेरै ओकानगनहरूले त स्वालोजको जस्तै घर बनाएर बस्न थालेछन्। ए हो र? उनीहरूकै जस्तो खाना खाने, उनीहरूकै भाषा, त्यो स्वालो स्टक भन्छन् नि, त्यही बोल्ने। धेरैले त आफ्नो मौलिक भाषा, संस्कृति सबै बिर्सिसके। उनले भेटेका युवाहरूले उनलाई चिन्दैनन् पनि, उनको भाषा बुझ्दैनन्। ओहो, त्यो त साह्रै नमिठो अवस्था रहेछ, आफ्नो पन्ने हराए जस्तो। तर के सबैले हरेस खाइसकेका थिए त? आशा गर्ने कोही थिएन? थिए, सबैले आशा मारेका थिएनन्। नेस्पालम भन्ने ठाउँमा उनले एकजना वृद्ध महिलालाई भेट्छन्। उनी चाहिँ कियोतीलाई चिन्छिन्। कसैले त चिन्यो? हो, अनि उनी आफ्नो गुमेको संस्कृति सम्झेर, त्यो पुरानो समय सम्झेर धेरै रुन्छिन्। उनले नै कियोतीलाई आग्रह गर्छिन्, पहिले जस्तै सन्तुलन फर्काइदेऊ, यी बाँधहरू भत्काइदेऊ, साल्मन फिर्ता ल्याइदेऊ भनेर। तर अर्कोतिर कि ओकानगन अगुवाहरू पनि छन्। उनीहरू चाहिँ अब स्वलोजको शक्ति देखेर डराएका छन्। उनीहरू कियोतीको कुरा सुन्नै चाहँदैनन्। किन नि? उनीहरूको तर्क के छ भने अब पुरानो जमाना गइसक्यो, त्यसमा फर्कन सकिँदैन। बरु स्वालोजसँग मिलेर उनीहरू जस्तै बनेर बाँच्नुपर्छ, नत्र दुःख पाइन्छ। यस्तो डर छ उनीहरूमा। एउटा द्वन्द्व रहेछ समुदायभित्रै पनि, पुरानो सम्झने र नयाँ यथार्थसँग सम्झौता गर्ने बीचको। अनि कथामा त्यो नदी किनारको एउटा युवा पात्रको पनि कुरा आउँछ नि? हो, त्यो युवा पात्र ऊ साल्मोन प्रमुखको वंशज हो भनिन्छ। ऊ अझै पनि त्यो नदी किनारमा बसेर साल्मोन माछा आउँछ कि भनेर पर्खिरहेको छ, जबकि साल्मोन आउने बाटो नै बन्द भइसक्यो। तर पनि ऊ पर्खिरहेको छ। पर्खिरहेको छ। यसले के देखाउँछ भने कतै न कतै आशा र विश्वास त बाँकी नै छ। तर उसको त्यो एक्लोपन, त्यो थकानले यो प्रतीक्षा कति निरर्थक र पीडादायी बन्दै गएको छ भन्ने पनि देखाउँछ। ऊ एउटा जटिल प्रतीक हो। यी सबै कुराहरूले मतलब मानिसहरूको यो अवस्था, बाँधहरूले गरेको विनाश, यसले त केउतीलाई भित्रैदेखि हल्लायो होला। निश्चय पनि। आफ्ना मानिसहरूको यो दुःख देखेर अनि त्यो विनाश देखेर उनी एकदमै दृढ हुन्छन्। उनले घोषणा गर्छन्, म यी बाँधहरू भत्काउँछु, म मेरा मान्छेहरूका लागि साल्मोन फर्काउँछु, उनीहरूको पुरानो जीवनशैली फर्काउँछु। अनि त्यो कसरी गर्छु भन्छन् त? उनले टम्मी भन्ने अर्को पात्रलाई बोलाउँछन्।
यो टम्मीले चाहिँ गोप्य रूपमा अझै पनि मानिसहरूलाई क्योती र पुरानो ज्ञानबारे सिकाइरहेका हुन्छन्। क्योतीले टम्मीलाई मान्छे जम्मा गर्न र आफ्नो योजनाबारे बताउन लगाउँछन्। कथाको अन्त्यतिर यो प्रतिरोधको तयारी देखिन्छ। कथाको सारांश सुन्दा नै उपनिवेशवादको असर कति गहिरो र विनाशकारी रहेछ भन्ने प्रष्ट हुन्छ। अब यसले उठाउने मूल विषयवस्तुहरूमा अलि ध्यान दिउँ न। पहिलो त तपाईँले भनिहाल्नुभयो उपनिवेशवादी दमन र सांस्कृतिक क्षति नै भयो। कथाले प्रतीकहरू प्रयोग गरेर यसलाई निकै राम्ररी देखाएको छ। स्वालोजहरू मतलब उपनिवेशकहरू कसरी आए र ओकानागनहरूको जीवनशैली, परम्परा अनि मुख्य खानाको स्रोत साल्मनलाई योजनाबद्ध ढङ्गले नष्ट गरे। अनि ती बाँधहरू हो, ती बाँधहरू ती केवल सिमेन्टका ठूला पर्खाल मात्र होइनन्। ती त उपनिवेशवादी शक्तिको, नियन्त्रणको, प्रकृतिमाथि मान्छेको अहङ्कारको अनि आदिवासी जीवनलाई चाहिँ बेवास्ता गर्ने, निरर्थक ठान्ने सोचको एकदमै शक्तिशाली प्रतीक हुन्। र यही दमनको परिणामस्वरूप अर्को महत्त्वपूर्ण विषय उठ्छ, त्यो हो पहिचान र अस्तित्वको सङ्कट, होइन त? एकदम। कथाले प्रष्ट देखाउँछ कसरी उपनिवेशी शासनमा टिक्नका लागि ओकानागन मानिसहरूले बिस्तारै आफ्नो संस्कृति, भाषा, परम्परा सबै त्याग्दै जान्छन्। उनीहरू स्वालो जस्तै बन्न खोज्छन्। उनीहरूकै भाषा बोल्छन्, स्वालोज टक। उनीहरूकै घरमा बस्छन्। हो, तर विडम्बना के छ भने जतिसुकै उनीहरू जस्तो बन्न खोजे पनि स्वालोजहरूले उनीहरूलाई कहिले आफू बराबर ठान्दैनन्। उल्टै हेला गर्छन्, हाँसोमा उडाउँछन्, स्यावेज बन्छन्। यसले त त्यो डब्ल्युई.बी. डुबोइसले भनेको डबल कन्सियसनेस वा दोहोरो चेतना भन्ने अवस्था जस्तो देखियो नि। मतलब मान्छेले आफूलाई आफ्नै आँखाले हेर्न नसक्ने, बरु सधैँ आफूलाई त्यो शासक वा उपनिवेशककै होचो नजरबाट हेर्न बाध्य हुने। हो, ठ्याक्कै त्यही हो। यो दोहोरो चेतनाको अवस्था नै पहिचान गुमाउनुको सबैभन्दा गहिरो पीडा हो जस्तो लाग्छ। मानिसहरू न त पूर्ण रूपमा ओकानागन रहन सके, न त स्वालोज बन्न नै सके। एउटा अनौठो, अप्ठ्यारो, कमजोर बीचको अवस्थामा अल्झिए। कथाले यो मनोवैज्ञानिक असरलाई एकदम मार्मिक ढङ्गले प्रस्तुत गर्छ। तर कथा पुरै निराशा मात्रै त छैन होला नि? कतै प्रतिरोध, कतै आशाको सानो धर्सो पनि देखिन्छ कि? देखिन्छ, अवश्य देखिन्छ। क्योती पात्र आफैमा प्रतिरोधको, सांस्कृतिक पुनर्जागरणको अनि न्यायको प्रतीक हुन्। उनी फर्किएर आउनु नै आशाको सङ्केत हो। अनि उनी एक्लै पनि छैनन्। त्यो वृद्ध महिला जसले विगत बिर्सेकी छैनन्, सत्य बोल्न डराउँदिनन्, टमी जसले खतरा मोलेरै भए पनि गोप्य रूपमा क्योटी र पुरानो ज्ञानबारे सिकाइरहेका छन्, अनि नदी किनारमा त्यो साल्मन पर्खिरहेको युवा केटा। ऊ पनि। यी सबै पात्रहरूले के देखाउँछन् भने स्मृति, सांस्कृतिक निरन्तरता र भविष्यमा फेरि उठ्न सकिन्छ भन्ने सम्भावना जीवितै छ। प्रतिरोध सधैँ ठूलो स्वरमा नारा लगाएर मात्रै हुँदैन, कहिलेकाहीँ यसरी सम्झनामा, कथामा अनि यस्तो प्रतीक्षामा पनि जीवित रहन्छ। यसले त स्मृति र मौखिक परम्पराको महत्त्वलाई पनि निकै जोड दिएको देखियो। कथावाचकले सुरुमै यो कथा वास्तविक हो भन्नुको अर्थ त्यही होला त? हो, यो निकै महत्त्वपूर्ण कुरा हो। यो वास्तविक हो भन्नु भनेको आदिवासीहरूको जुन मौखिक परम्परा छ त्यसलाई इतिहास मान्नुपर्छ भन्ने दाबी हो। किनभने उपनिवेशवादी दृष्टिकोणले के गर्छ भन्दा यस्ता कथाहरूलाई यो त दन्त्यकथा मात्र हो, मिथक हो, पछाडि परेका कुरा भनेर त्यसको महत्त्व घटाइदिन्छ, त्यसलाई खारिज गरिदिन्छ। शक्तिशाली माध्यम बनेको छ। अनि अर्को एउटा द्वन्द्व पनि त देखिन्छ। प्रकृति एकातिर, मान्छेले बनाएको कृत्रिम संरचना अर्कोतिर, मतलब नदी र साल्मुन विरुद्ध बाँध। हो, त्यो पनि कथाको एउटा प्रमुख विषयवस्तु हो। बाँध बनाउनु, नदीलाई नियन्त्रणमा लिन खोज्नु, साल्मोनलाई रोक्नु, यी सबैले के देखाउँछ भने प्रकृतिलाई एउटा वस्तु जस्तो ठान्ने अनि आफ्नो स्वार्थको लागि त्यसलाई जथाभावी चलाउन खोज्ने उपनिवेशवादी सोच। जबकि ओकानागनहरूको लागि त त्यस्तो थिएन। उनीहरूको लागि त नदी र साल्मोन जीवनकै अङ्ग थिए। उनीहरूको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्ध थियो प्रकृतिसँग। जो द्वन्द्वले दुईवटा एकदमै फरक विश्व दृष्टिकोण बीचको टकरावलाई प्रष्ट पार्छ। अब यो विषयवस्तुहरूलाई जीवन्त बनाउने त पात्रहरूले नै हो। क्योतीको चरित्रलाई अझै अलिकति खोतलौँ न। उनी केवल एक पौराणिक पात्र मात्रै हुन् त कथामा? कथामा उनी त्योभन्दा धेरै माथि छन्। निश्चय पनि उनको पृष्ठभूमि ओकानागन परम्पराको छट्टु, शक्तिशाली आध्यात्मिक व्यक्तित्वको छ,
जसले पौराणिक कालमा मान्छेका लागि सालमन ल्याएका थिए भन्ने विश्वास छ। तर यो कथामा उनी वर्तमानमा भइरहेको अन्याय विरुद्ध लड्ने पात्रको रूपमा देखा पर्छन्। हराएको संस्कृतिलाई फेरि जगाउने, आफ्ना मानिसहरूलाई मुक्तिको बाटो देखाउने एक किसिमको नेता जस्तो। उनको त्यो "म धेरै सुते" भन्ने बहाना छ नि, त्यसले क्षणिक रमाइलो त गराउँछ, तर गहिरिएर हेर्दा त्यसले के व्यङ्ग्य गर्छ भने उपनिवेश कालमा संस्कृतिलाई कसरी जबरजस्ती निष्क्रिय बनाइयो, सुताइयो। उनको उद्देश्य एकदम गम्भीर छ, आफ्ना मानिसहरूलाई बचाउनु। अनि ती वृद्ध महिला नि जसले क्योतीलाई चिन्छिन्, उनी त कथाको भावनात्मक केन्द्र जस्तै लाग्छिन् मलाई। हो, एकदमै। उनी विगतको जीवित स्मृति हुन्, गुमेको संसारको साक्षी। उनले ज्ञान, अनुभव अनि त्यो विस्थापनले दिएको पीडा र सांस्कृतिक निरन्तरता किन चाहिन्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्छिन्। उनी एक्ली जस्तै छिन् क्योतीलाई चिन्ने, होइन? हो, लगभग एक्ली जस्तै। त्यसले के देखाउँछ भने पुरानो पुस्ता र परम्परा बीचको सम्बन्ध कति पातलिँदै गएको छ, तर उनको अस्तित्वले नै त्यो सम्बन्धको महत्त्वलाई फेरि जोड दिन्छ। उनको आँसु व्यक्तिगत दुःख मात्र होइन, त्यो पुरै समुदायले भोगेको सांस्कृतिक क्षतिको पीडा हो। उनी क्योती र समुदाय बीचको पुल जस्तै हुन्। र त्यो नदी किनारको युवा केटा, उसमा आशा खोज्ने कि निराशा, अलि दुविधा भयो। हो, उसमा दुवै छ। ऊ सालमन प्रमुखको वंशज हो अनि चमीले सिकाएको विश्वास अनुसार कहिल्यै नआउने सालमनको प्रतीक्षामा छ। यसले नयाँ पुस्तामा परम्पराप्रतिको आस्था र पुनरुत्थानको झिनो सम्भावना जीवित रहेको देखाउँछ। यो आशाको पक्ष भयो। तर उसको त्यो एक्लोपन, त्यो थकान अनि प्रतीक्षाको निरर्थकताले यो बाटो कति कठिन, पीडादायी र अनिश्चित छ भन्ने निराशाजनक यथार्थ पनि सँगै देखाउँछ। ऊ आशा र सङ्घर्षको एउटा जटिल तर महत्त्वपूर्ण प्रतीक हो। टमीको भूमिका पनि अलि फरक तर महत्त्वपूर्ण देखियो। उनी पर्दा पछाडिबाट काम गरिरहेका छन्। हो, टमी के देखाउँछन् भने आदिवासी ज्ञान र प्रतिरोधको भावना भूमिगत रूपमा भए पनि, गोप्य रूपमा भए पनि कसरी जीवित रहन्छ। उनले क्योतीबारे सिकाउनु भनेको त्यो दमनकारी अवस्थामा पनि सांस्कृतिक चेतनालाई बचाइराख्ने एउटा प्रयास हो। उनी एक किसिमका सङ्गठक पनि हुन्, जसले क्योतीको योजनालाई अगाडि बढाउन मद्दत गर्छन्। अब ओकानागन मानिसहरूलाई समग्रमा हेर्दा नि उनीहरू कस्तो देखाइएको छ त कथामा? के केवल लाचार पीडित मात्रै? पीडित त हुन् निश्चय पनि, तर कथाले उनीहरूको अवस्थालाई अलि जटिल रूपमा देखाउँछ जस्तो लाग्छ। धेरैजसो उपनिवेशित भएका, स्वालोजको संस्कृतिमा आत्मसात भएका अनि अलि कमजोर देखिन्छन्। उनीहरूले स्वालोजको संस्कृति, भाषा, जीवनशैली अपनाएका छन्। अनि डराएका पनि छन्। ओ, एकदम। स्वालोजले बनाएको त्यो आर्थिक प्रणाली, जागिर, पैसा, त्यसमा यति निर्भर भइसकेका छन् कि प्रतिरोध गर्न डराउँछन्। केही अगुवाहरू त बरु परिवर्तनलाई स्वीकार्नु नै ठिक हो भन्ने सोच्छन्। तर कथाले उनीहरूको यो अवस्थालाई आलोचनात्मक नजरले हेर्छ। यो उनीहरूको कमजोरी मात्र होइन, यो त उपनिवेशले उनीहरूमाथि लादेको व्यवस्था हो भनेर देखाउँछ। अनि अर्कोतिर छन् स्वालोजहरू, उपनिवेशकहरू। क्योतीले उनीहरूलाई दानव मानिस, मोन्स्टर पिपल भनेर चिन्छन् नि। यो केवल रिसले भनेको गाली मात्र होइन, उनीहरूको काम गराइले नै त्यो कुरा पुष्टि गर्छ। उनीहरू बाँध बनाउँछन्, नदीलाई नष्ट गर्छन्, खानालाई विषाक्त बनाइदिन्छन्, जमिनको शोषण गर्छन् अनि आदिवासी मानिसहरूको जीवन र संस्कृतिलाई अलिकति पनि सम्मान गर्दैनन्। उनीहरू उपनिवेशी शक्ति, लोभ, स्वार्थ, प्रकृति र संस्कृतिप्रतिको असंवेदनशीलता अनि दमनकै प्रतीक हुन्। कथाले अन्य वा अजनबी, दि अदरको अवधारणालाई कसरी प्रस्तुत गर्छ? के स्वालोजहरू मात्रै अन्य हुन् त? स्वालोजहरू त स्पष्ट रूपमा अन्य हुन्, बाहिरबाट आएका, फरक मूल्य मान्यता भएका, विनाशकारी। तर रोचक कुरा के छ भने कहिलेकाहीँ आफ्नै समुदायका सदस्यहरू पनि क्योतीका लागि अजनबी जस्ता देखिन्छन्। कसरी? जस्तै नदी किनारमा माछा मारिरहेका तर क्योतीप्रति कुनै चासो नदेखाउने ती युवाहरू, अथवा परिवर्तनलाई स्वीकार गरिसकेका र क्योतीको योजनालाई अस्वीकार गर्ने ती अगुवाहरू। यसले के देखाउँछ भने उपनिवेशको असरले समुदायभित्रै पनि विभाजन ल्याएको छ, संवेदनहीनता बढाएको छ, मान्छेहरूलाई एक अर्काबाट टाढा बनाएको छ। मानिसहरू आफ्नै इतिहासबाट, आफ्नै मान्छेबाटै टाढिएका छन्। हो त।
यसले त उपनिवेश पछिको पहिचानको जटिलतालाई झनै गहिरोसँग देखाउँदो रहेछ। अनि कथाले यो पनि देखाउँछ होला नि कसरी सांस्कृतिक भिन्नताले जस्तै जात, वर्ग, धर्म, रीतिरिवाजले हाम्रो पहिचान र हामीले संसारलाई हेर्ने दृष्टिकोणलाई असर गर्छ। पक्कै पनि कथामा पुस्तान्तरको भिन्नता त छँदैछ। त्यो वृद्ध महिलाको स्मृति र ज्ञानलाई युवाहरूले बुझ्न वा महत्त्व दिन सकिरहेका छैनन्। अनि ओकानागन र स्वालोज बीचको सांस्कृतिक भिन्नता त कथाको मूल द्वन्द्व नै हो। यसले प्रश्न पार्छ कि हाम्रो सांस्कृतिक पृष्ठभूमि, हाम्रा रीतिरिवाज, विश्वास, अनुभव यिनै कुराले हामी को हौं र हामी संसारलाई कसरी हेर्छौं भन्ने कुरा निर्धारण गर्छ। अनि उपनिवेशले त्यही पहिचान मेटाउन खोज्दा त्यही सांस्कृतिक पहिचानलाई मेटाउन खोज्दा मानिसहरू कसरी सङ्कटमा पर्छन्, कसरी आफ्नो जराबाट उखेलिन्छन् भन्ने कुरा कथाले एकदमै मार्मिक रूपमा देखाएको छ। आज हामीले जेनेट सी आर्मस्ट्रङको यो कथा दिस इज अ स्टोरी का धेरै पत्रहरूलाई केलाउने प्रयत्न गर्यौं। यसको सारांशदेखि लिएर यसले उठाएका उपनिवेशवाद, पहिचान, स्मृति र प्रतिरोध जस्ता गम्भीर विषयहरू अनि यसका पात्रहरू जसले यी विषयलाई जीवन्त बनाएका छन्। यो कथा केवल एउटा समुदायको विगतको दुःखको बयान मात्रै रहेनरहेछ। होइन, यो त्योभन्दा धेरै हो। यो कथा उपनिवेशवादले कसरी संस्कृति, पहिचान अनि प्रकृतिसँगको हाम्रो सम्बन्धमाथि गहिरो र लामो समयसम्म असर पार्ने चोट पुर्याउँछ भन्ने एउटा शक्तिशाली साहित्यिक साक्षी हो। तर सँगसँगै यसले स्मृति, मौखिक परम्परा, कथावाचन अनि प्रतिरोधको त्यो ननिम्ने शक्तिलाई पनि जोडतोडले देखाउँछ। त्यो शीर्षक नै दिस इज अ स्टोरी आफैमा एउटा घोषणा जस्तो लाग्छ। अब त यो केवल काल्पनिक कथा होइन, यो हाम्रो इतिहास हो, हाम्रो सत्य हो, यसलाई सुन्नुपर्छ भन्ने हो। यसले त्यो उपनिवेशवादी दृष्टिकोण जसले यस्ता कथाहरूलाई मिथक वा अर्थहीन भनेर पन्छाउन खोज्छ त्यसलाई सिधै चुनौती दिन्छ। साँच्ची नै। र यसले हामीलाई आजको लागि एउटा महत्त्वपूर्ण प्रश्न सोच्न पनि बाध्य बनाउँछ जस्तो लाग्छ। यो तीव्र गतिमा परिवर्तन भइरहेको संसारमा जहाँ पुराना कथाहरू, पुराना पहिचानहरू सजिलै ओझेलमा पर्न सक्छन्, हामी आफ्नो समुदायको स्मृति, इतिहास अनि त्यो मौलिक पहिचानलाई कसरी जीवित राख्न सक्छौं, कसरी सान्दर्भिक र अर्थपूर्ण बनाइराख्न सक्छौं। जसरी यो कथाले ओकानागन समुदायको सत्य र सङ्घर्षलाई जीवित राखेको छ। हो, त्यसरी नै हामी हाम्रा आफ्ना कथाहरूलाई कसरी जोगाउन सक्छौं, सायद यही प्रश्नमा विचार गर्दै आजको लागि हामी बिदा लियौं। हुन्छ, धन्यवाद।